नमस्कार, म रैथाने भान्से सेफ मोहन गजुरेल। आज बनेपामा खुलेको नयाँ ढिँडो दरबारमा चाहिँ ढिँडो बनाउन गइरहेको छौँ। अब पानी उम्लिसकेको छ। यो रैथाने चुलो है, हाम्रो गाउँघरमा भएको चुलो। यो चुलोमा चाहिँ हामी ढिँडो बनाउन गइरहेछौँ। एकदम इजी तरिकाले ढिँडो बनाउनको लागि। अब यो चाहिँ 1-2 पोर्सनको लागि चाहिँ हामीलाई इजी हुन्छ। अब धेरैको लागि चाहिँ हामीले यो ठुलो दाबिलोबाटै हुडाल्न सक्छौँ। अब पानी उम्लिसकेको छ र यो उम्लेको पानीमा थोरै गरेर पिठो राखेर यसरी घोल्ने। यो चाहिँ घरमा बनाउनको लागि है, इजी तरिकाले घरमा बनाउनको लागि हामीले यसरी पानी राख्छौँ र थोरै घिउ पनि राख्ने। यो चाहिँ यहाँ तातोमा राखेको भएर घिउ पग्लेको छ होइन। यो घिउ राख्यो। यो घिउले चाहिँ टाँसिन दिँदैन र मिक्सचर पनि राम्रो हुन्छ। र यसलाई हामीले अझ थोरै नुन पनि राख्यो भने चाहिँ यसको जुन टेक्स्ट अझ राम्रो देखिन्छ। थोरै नुन पनि राख्न सकिन्छ। यसले घोल्नुको अर्थ चाहिँ डल्ला नपरोस् भनेर। यसले चाहिँ सजिलोसँग चाहिँ घोल्छ र अब धेरै भइसकेपछि हामीले यसलाई हटाउन सक्छौँ। अब ढिँडो लगभग पाकिसक्यो जस्तै हो क्या। लगभग पुग्यो। अब यसलाई यति गरेर अब यसले टाँसिन्छ हामीलाई। ढिँडो फास्ट पाकिसक्यो। गाउँघरमा चाहिँ यसले पनि हुडाल्नुहुन्छ। अब ओडार्नी भन्ने चाहिँ कसैले चाहिँ ओडार्नी भन्छन्। अब हामीले चाहिँ यसलाई हुडाल्नी पनि भन्न सक्छौँ। अब मसाउने भने धेरैमा चाहिँ हामीले मसाउँदाखेरि यसरी यो थोरै भएको हुनाले एउटै हातले चाहिँ हामीले सजिलोसँग चाहिँ मसाउन नि सक्छौँ। ढिँडो पाकिसक्यो। कति बेर लाग्दैन। यो खाएर पेट दुख्यो भने म जिम्मेवारी। किन तातो पानी उम्लेको पानीमा पिठो राख्दाखेरि खासै हामीलाई चाहिँ त्यो धेरै मस्काउनु पर्ने, तेलै निस्काएर मस्काउने भन्ने हाम्रो चलन थियो गाउँमा। तेल निकाल्नुपर्छ। ढिँडो मस्काउँदा तेल निकाल्नुपर्छ भन्छ। त्यो तेल खासै निकाल्नु पर्दैन। तेल आफै निस्कियो खाएपछि। र यसरी हामीले ढिँडो यो तयार भइसकेको छ। अब यसलाई हामीले मस्काएर यसलाई यो चाहिँ एकजनाको लागि, लगभग एकजनाको लागि ढिँडो पाकिसक्यो। कति बेला विथिन 5 मिनटमा चाहिँ ढिँडो पाक्छ। तातो पानी उम्लेकोमा 5 मिनटमा हामीले पकाइसक्छौँ। तर धेरैलाई पकाउँदाखेरि 10-15 मिनटसम्म नि लाग्न सक्छ है त। यो ढिँडो दरबारमा बनेपामा लोकल कुखुराको मासु, खसीको झोल, त्यसपछि कोदोको, फापरको, मकैको छम्बाको लागि है। छम्बा तामाङ भाषामा चाहिँ होइन सर, छम्बा भन्छ। र छम्बा खानको लागि आउने र कान्छम्बा खाने होइन आउनु होला। कान्छम्बा नि भन्छ है। ल धन्यवाद। ढिँडो दरबारमा आउनु भने फापर र कोदोको मिक्स गर्न नि सक्यो, मकैको मात्र नि सक्यो। र मैले चाहिँ आज यहाँनिर आफैले बनाएँ है। हाम्रो सेफहरूसँग मिलेर मैले आफैले बनाएँ। यो चाहिँ फापर र कोदोको मिक्स छ ढिँडो। अनि कुखुराको ग्रेभी अचार, यो तरकारी चाहिँ अब हामीले यसलाई झोल पनि बनाउन सक्छौँ। प्योर झोल हाम्रो लोकल स्टाइलले नि बनाउन सक्छौँ। ढिँडोसँग अलिकति लपक्क लागोस् भनेर यसलाई चाहिँ अलिक बाक्लो बनाउनु भएको छ हाम्रो सेफहरूले। त्यसै गरी दाल अनि अचार। यो चटनीमा चाहिँ अब विशेष गरी गोलभेडाको पिसेको अचार। र यसमा मसलाहरू पनि सबै आफ्नै यहीँको पिसेर सिलौटामा पिसेको अचार अनि सिलौटामा पिसेको मसला जुन जिरा धनिया र आफ्नो सेक्रेट जुन स्पाइसिसहरू छ त्यो चाहिँ सिलौटामै पिसिन्छ। र यसमा एक थरी कुनै तरकारी र अर्को हरियो तरकारी पनि दिन्छौँ। त्यो सब्जीहरू दिन्छौँ। र गुन्द्रुक साँधेको चाहिँ अनिवार्य खान पाउनुहुन्छ। ढिँडो दरबार बनेपछि चाहिँ ढिँडोको साथसाथै यो कान्छम्बा खास चाहिँ शेर्पाहरूले खाने एउटा शेर्पाहरूको रैथाने खाना हो। तर हामी चाहिँ छम्बा होइन, तामाङ भाषामा चाहिँ यो ढिँडोलाई छम्बा भन्छ। छम्बाबाट चाहिँ यो परिकार बनेको छ। यो कोदो र फापरको विशेष गरी त्यसको मिक्स छ। यो टिमुरको चटनी, टिमुर र खोर्सानी, अकबरे खोर्सानीको चटनी। अकबरे खोर्सानी पनि यहाँको हो र महाभारत र खानी खोलाको होइन। टक्क यो चाहिँ यो अचारमा चोपेर अनि ट्याक्क दिने हो। अलिक क्रन्ची क्रिप्सी हुनुपर्छ। यो चाहिँ बज्नुपर्छ क्या।